नमस्कार सबैजनालाई। आज म तपाईहरुलाई सार्वजनिक खरिद ऐन यानी पब्लिक प्रोक्युरमेन्ट एक्ट पीपीए मा आएको नयाँ अपडेटहरुको बारेमा जानकारी दिन गइरहेको छु, जुन विशेष गरी कन्ट्र्याक्टर, कन्सल्टेन्ट, इन्जिनियर, सरकारी ठेक्का प्रक्रियासँग सम्बन्धित सबैको लागि धेरै महत्त्वपूर्ण छ। अहिले नयाँ व्यवस्था अनुसार यदि कुनै बोलपत्रदाताले कुनै आइटममा अनुमानित लागतको 50% भन्दा कम रेट हाल्यो भने मूल्याङ्कन गर्दा त्यो लो रेटलाई होइन, अनुमानित लागतलाई नै आधार मानिनेछ। साथै यदि कुनै बिडरले अनुमानित लागत भन्दा 30% भन्दा कम रेट हाल्यो भने उसँग अनिवार्य रूपमा रेट एनालाइसिस माग गरिनेछ। यसको मुख्य उद्देश्य अत्याधिक लो बिडिङलाई नै नियन्त्रण गर्नु हो। अब कन्सल्टेन्ट सिलेक्सनमा पनि ठूलो परिवर्तन आएको छ। पहिले धेरै जस्तो लोएस्ट फाइनान्शियल प्रपोजललाई प्राथमिकता दिने गरिन्थ्यो, तर अब यदि पहिलो नम्बरमा रहेको कन्सल्टेन्टको फाइनान्शियल प्रपोजल बजेट भन्दा माथि भयो र दोस्रो नम्बरको प्रपोजल एस्टिमेटेड कस्ट भित्र पर्यो भने दोस्रो कन्सल्टेन्टलाई छनौट गर्न सकिने व्यवस्था गरिएको छ। यसले प्र्याक्टिकल र बजेट फ्रेन्डली डिसिजनलाई प्राथमिकता दिने देखिन्छ। त्यसैगरी मोबिलाइजेसन एडभान्सलाई पनि अहिले चेन्ज भएको छ। जसरी मोबिलाइजेसन एडभान्स अहिले पूर्ण 20% सम्म पाउने व्यवस्था गरिएको छ, जुन कन्ट्र्याक्टरहरूको लागि पोजिटिभ कुरा हो। तर यहाँ एउटा कडा नियम पनि राखिएको छ। यदि एडभान्स रकम लिएपछि 30 दिनभित्र कन्स्ट्रक्सन वर्क सुरु गरिएन भने ब्याङ्क ग्यारेन्टी जफत हुन सक्छ। साथै त्यो रकम डेडिकेटेड एकाउन्ट मार्फत मात्र खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ, जसले फन्ड मिसयुज कम गर्ने अपेक्षा राखिएको छ र गरिएको छ। अब पर्फर्मेन्स सेक्युरिटीको कुरा गरौँ। नयाँ व्यवस्था अनुसार पर्फर्मेन्स सेक्युरिटी 5% सम्म राखिएको छ भने लो बिडिङको अवस्थामा यो 8% सम्म राख्नुपर्नेछ। यसले तपाईको के हुन्छ भने यसले अत्याधिक लो रेट हालेर पछि काम नगर्ने प्रवृत्ति नियन्त्रण गर्न सहयोग गर्ने देखिन्छ। अर्को महत्त्वपूर्ण अपडेट भनेको सब कन्ट्र्याक्टिङमा लिमिटेसन राखेको छ। पहिला के हुन्थ्यो भने सबै काम सब कन्ट्र्याक्टरलाई दिन्थ्यो, तर अब त्यसरी मिल्दैन। अब कुल कामको 25% भन्दा बढी सब कन्ट्र्याक्ट गर्न पाइने छैन। साथै इभ्यालुएसन कमिटीले प्रतिवेदन बुझाएको 15 दिनभित्र टेन्डर डिसिजन एप्रुभ गरिसक्नुपर्ने व्यवस्था पनि गरिएको छ। र यदि बिडर्सको स्कोर बराबर भयो भने अब लकी ड्र अर्थात् लटरी सिस्टमबाट विनर छनौट गरिनेछ। समग्रमा हेर्दा यी नयाँ अपडेटहरूले प्रोक्युरमेन्ट प्रोसेसलाई अझ ट्रान्सप्यारेन्ट, एकाउन्टेबल र प्र्याक्टिकल बनाउने प्रयास गरेको देखिन्छ। तपाईलाई यी नयाँ नियमहरू कस्तो लाग्यो कमेन्ट गरेर आफ्नो विचार अवश्य भन्नुहोला। र धन्यवाद। थ्यांक यू।